हेलो एभ्रिवान। आज चाहिँ मैले सोलो हाइड्रोको एनालाइसिस लिएर आएको छु। यसमा चाहिँ अब यो अलिकति अगाडि बढेको देखियो होइन, यसको बढ्नुको रिजन र यस्तै हाइड्रो अर्को कुन छ जुन अहिले भर्खर बढ्न लागेको छ। प्लस सोलो हाइड्रोको चाहिँ हामी पुरै एनालाइसिस गर्छौँ, जुन चाहिँ अहिले भर्खरको रिपोर्ट अनुसारले हुनेवाला छ। मैले हेर्ने रिपोर्टहरू पनि यसको खोलेर राखेको छु सोलो हाइड्रोको। यो चाहिँ हामी पुरै डिस्कस गर्छौँ र हाम्रो यो पनि हामी हेर्छौँ। त्यो के भएको थियो भन्दाखेरि चाहिँ सोलो हाइड्रो भनेको चाहिँ भर्खरै आइपिओमा लिस्टिङ भएको कम्पनी हो र यसले चाहिँ धेरै भएको छैन आफ्नो प्रडक्सन सुरु गरेको। यसको इपिएस सुरुमा हेर्ने 11 को इपिएस छ। यसको मतलब हामीले के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ यो हाइड्रो चाहिँ अपरेसनमै छ, यसमा चाहिँ केही पनि बिगारेको छैन, अपरेसन चलिरहेको भन्ने बुझ्यो होइन। र अहिलेको लेटेस्ट हामीले हेर्ने हो भने यसको इपिएस पनि लगभग सेम सेम जस्तै रहेछ। पहिलाको भनेको 11.44, अहिलेको भनेको पनि 11.14 जस्तो इपिएस लगभग सेम सेम हुँदाखेरि पनि यसको प्राइस चाहिँ घटेर आएको थियो। यो चाहिँ किन भन्दाखेरि आइपिओ इफेक्ट भन्ने पनि भन्नु मिल्यो हामीले होइन। र आइपिओ रिलेटेड भिडियो मैले अरू पनि बनाएको छु च्यानलमा, गएर हेर्न सक्नुहुन्छ। र यो अहिले लेटेस्ट टाइममा बढ्नुको रिजन भनेको चाहिँ यसको 1 अर्ब 11 करोडको प्रफिट भन्ने रहेछ है त। र एक्चुअली के रहेछ हामी त्यो हेरौँ त, 1 अर्ब 11 करोडको प्रफिट। यो भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ अब सोलो हाइड्रोले चाहिँ आफ्नो फोर्थ क्वार्टरको रिपोर्ट निकालेको रहेछ। अब रिपोर्ट पढ्न पनि सिकौँ यसमा अलिअलि। अब हामीले हेर्छौँ भने मैले यो ब्यालेन्स सिटको पार्टलाई पुरै स्किप गरेर प्रफिट एन्ड लसको पार्टमा गएँ त। प्रफिट एन्ड लसमा हेर्ने भने हामीले सिधै यसमा आँखा लगाउँ है त। यसमा आँखा लगाउँदाखेरि चाहिँ यसको पहिला 83 करोडको प्रफिटबाट, यो जुन 83 करोड छ, 83 करोडको प्रफिटबाट चाहिँ अहिले सिधै यो 1 अर्ब 11 करोडको प्रफिटमा पुगेको रहेछ है। यो भनेको चाहिँ कस्तो भन्दाखेरि अब ठ्याक्कै यो चाहिँ यो पहिला कहाँसम्मको त्यो बुझौँ। यो भनेको चाहिँ हाम्रो थर्ड क्वार्टरसम्मको, अनि यो चाहिँ हाम्रो फोर्थ क्वार्टरसम्मको र प्रोभिजनल हो, अडिटेड रिपोर्ट होइन। यसको मतलब चाहिँ कम्पनीको बुक्स अफ अकाउन्ट्सबाटै यो रिपोर्ट निकालिएको हो, तर यसलाई चाहिँ भेरिफाई अडिटरले गरिसकेको छैन है त। भनेको मोटामोटी अडिटरले भेरिफाई गर्दा पनि यस्तै यस्तै आउँछ। अब 11 करोडको प्रफिटमा अथवा केही भइहाल्यो भने यसकै कि त तल कि त माथि आउने गर्छ है त। र यसैलाई चाहिँ हेरेर चाहिँ हाम्रो यो रिपोर्ट चाहिँ बढेको रहेछ क्या भन्ने आइडिया भयो। तर अब यो त अब नेपाल हो होइन, नेपाल भएपछि के हुन्छ, अब इन्टरनल इन्फर्मेसन त पहिल्यै थाहा हुन्छ। यो चाहिँ त्यसको रियाक्सन थियो कि हामीले यो चाहिँ बुझ्नु पऱ्यो क्या अलरेडी। यो चाहिँ त्यसको रियाक्सन थियो। अब यो चाहिँ हाम्रो रिजल्ट भयो। अब यो रिजल्ट आएपछि के हुन्छ या भन्दाखेरि अब हल्का डम्पिङ हुने चान्सेस अलिक हाई हुन्छ, किनकि अब सबैले थाहा पाइसकेपछि एउटा राम्रो लाइन छ नि, बाई एट र्युमर्स सेलेक्ट न्युज भनेर हो, त्यस्तै हुन्छ कि अब यहाँ र्युमर्स थियो होला किनिहालेँ होइन, र अब यहाँ न्युज आयो, अब यहाँ चाहिँ डम्पिङ हुन सक्ने चान्सेस हुन्छ। तर हामीले यति भन्दैमा फेरि यहीँबाट घट्छ भन्ने छैन, किनभने अहिलेसम्म क्लियरली घट्छ भन्ने सिग्नल कहीँबाट पनि दिइसकेको छैन। सेम यस्तै करेक्सनै होला अनि माथि बढ्ला भन्ने सिग्नल छ। यो चाहिँ अब आउने दिनहरूमा हामी हेर्दै पनि जान्छौँ है त ल। अनि त्यसै यही रिलेटेड केही क्वेरी छ भने तपाईँ कमेन्टमा सुन्न सक्नुहुन्छ। अब हामी यसलाई अझै डिपमा हेर्छौँ भने चाहिँ हामीले अरू के बुझ्छौँ भन्दाखेरि हामीले त पढ्ने बेलामा त सबैले सर र यो नेट प्रफिटवाला पार्ट मात्रै पढ्छौँ होइन। र हामीले अर्को के पनि पढ्नुपर्छ भन्दाखेरि त तल गएर हाम्रो स्ट्याटस के छ भन्ने कुरा नि पढ्नुपर्छ है त। स्ट्याटस के छ भन्दा तपाईँहरूले एउटा कुरा अब अलिकति भनिहाल्छु। जस्तै यहाँ एउटा यो लोनको सेक्सन हेर्नुभयो भने मलाई चाहिँ राम्रोसँग गो थ्रु गरेर लोनको सेक्सन हेर्नुभयो भने चाहिँ चैत्र 30 र 32 असारमा हेर्ने यहाँ लोनको फरक के छ भन्दाखेरि 1 अर्ब 15 करोड छ होइन। यहाँ नि लङ लोन बोरोइङ्स 1 अर्ब 15 करोडको लोन देखाइरहेको छ यसले, र 41 करोड मात्रै लोन देखाइरहेको छ। सरी, 4 अर्ब, 1 मिनट 1 100 1,000 लाख 10 लाख करोड 10 करोड अर्ब, 11 अर्बको लोन रहेछ। यो घटेर 4 अर्बको लोन भएको रहेछ भनेको 6 अर्ब यसले तिर्यो र भन्ने डाउट लागिरहेको थियो मलाई, किनकि यो भनेको अलिक डाउटफुल सिचुएसन हो नि त। 6 अर्बको लोन तिर्छ, किनकि जब यसले पुरै वर्षभरि नै कति कमाइरहेछ, 600,000 10,000 लाख 10 लाख करोड 10 अर्ब, जब 2 अर्ब कमाइरहेछ। ए राइट सेयर पनि केही निकालेको छैन। अनि कसरी तिर्यो भन्ने मैले चेक गरेँ क्या पुरै। अनि त्यसमा यहाँनिर चाहिँ त्यसको पुरै क्लियरली लेखेको रहेछ क्या, कम्पनी हेज इन्टर इन्टु फर्मल एग्रिमेन्ट विथ कम्पनी हेज इन्टर इन्टु फर्मल एग्रिमेन्ट विथ इन्टरनेसनल लेन्ड्स फर अ फेज पार्सल वेभर भनेको मतलब चाहिँ के भने यसले लोन चाहिँ लिएको रहेछ इन्टरनेस, तर उनीहरूले चाहिँ लोन माफ गरिदियो भन्ने हिसाबले यसले कुरा गरिरहेको छ त। अनि के भने अप्रोक्सिमेटली 5.75 बिलियन भनेको नियरली हाम्रो 5.75 नियरली 6-7 अर्ब जस्तो चाहिँ यसले चाहिँ लोन चाहिँ माफ गरिदिएको रहेछ क्या हो। त्यही चाहिँ इफेक्ट कहाँ देखियो भन्दाखेरि त्यो इफेक्ट चाहिँ यहाँनिर देखियो। र यो त घट्यो नि त होइन। र अर्को भनेको यसले के भने अरू पनि छन् हामीसँग, र हामीसँग चाहिँ यो अब अथोरिटीले चाहिँ साइन गरिसकेको छैन भन्ने कुरा छ होइन। अब यो चाहिँ अब हामीले कहाँबाट भेरिफाई गर्छौँ भने अब जब अडिट रिपोर्ट आउँछ तब हामीले चाहिँ यो पनि हेर्छौँ नि त। र यसको हेर्ने हो भने चाहिँ यसले चाहिँ अब श्रावण 24 देखि मात्रै चाहिँ आफ्नो बिजनेस सुरु गरेर रहेछ।
र यो लङ टर्ममा चाहिँ पोसिबली गुड नै हुन सक्ने सक्ने चान्सेस छ। किन भन्दाखेरि अब यसले लगभग 2 अर्बको प्रफिट गरिरहेको छ। यसमा अब केसेसहरू नि कहीँ हालिरहेको छैन, केही पनि गरिरहेको छैन होइन। र प्रफिट सबै ठिक छ। अनि स्ट्राटेजिजहरू म्यानेजमेन्टहरू सबै ठिक छ। अनि यहाँ सबै भएको कुरा चाहिँ हाम्रो चेयरपर्सनले चाहिँ भेरिफाई गर्नुभएको छ भन्नुभएको छ। सो दिस कम्पनी क्यान बी कन्सिडर्ड गुड होइन। अनि त्यसपछि अब हामीले सोलो हाइड्रोको यो पुरै हेरिसकेपछि अब हामी जाउँ अर्को हाइड्रोमा, जुन चाहिँ यसकै चान्सेसहरू हुनसक्छ। अब हाम्रो ओके, अब म यो पुरै डिटेल चाहिँ अरू कुनै भिडियोमा अब केही चाहिन्छ भने भनिराख्नु, अर्को एउटा भिडियो भनिहाल्छु म। जस्तै अब मैले सेम कन्डिसन देखाएको थिएँ बिएचसिएलमा है। बिएचसिएलमा आजको डेटमा हामी हेर्छौँ भने चाहिँ अस्ति बढ्दाखेरि चाहिँ एकदम भोल्युम आएको रहेछ। अब एक्चुअल भोल्युम हो कि यो किन आयो, यो रुमर्स थियो कि के थियो, यो चाहिँ हामी बिस्तारै फर्दर हामी कन्टिन्यू गर्न जान्छौँ। र यो चाहिँ नेक्स्ट भिडियोमा चाहिँ यसलाई चाहिँ अब हामीले बाइ सेल गर्दाखेरि चाहिँ एक्चुअल बाइ सेल हो कि म्यानुपुलेटिभ बाइ सेल हो भन्ने चाहिँ भिडियो बनाउँछु। त्यसको लागि चाहिँ यो भिडियोमा म धेरै धेरै त भन्दिनँ, एटलिस्ट 10 देखि 15 लाइक्स आयो भने चाहिँ आई विल कन्सिडर मुभिङ फरवर्ड अन दिस टपिक है। अनि म चाहिँ यो टपिकमा चाहिँ जान्छु। अनि अरू केही चाहिन्छ भने चाहिँ प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन। केही क्वेसन्स छ भने गर्नु होला। सो दिस वाज फर टुडे, थ्याङ्क यू।